तपाईँ क्याराटिन स्ट्रेट गर्दै भनेर क्याराटिन स्मुथिङ गरेर ठगिनु त भएको छैन भन्ने जुन भिडियो थियो म्याक्सिमम भाइरल भएको थियो र धेरैजना ब्युटिसियनले नै मलाई कमेन्ट पनि गर्नुभएको थियो, फोन पनि गर्नुभएको थियो, डाइरेक्टली म्यासेज पनि गर्नुभएको थियो। अहिले त धेरै ब्युटिसियनले बुझिसक्नु भएको छ क्याराटिन स्मुथिङ के रहेछ र क्याराटिन स्ट्रेट के रहेछ भनेर बुझिसक्नु भयो। किन त भन्दाखेरि अहिलेको समय भनेको सबैजनाले चाहिँ क्याराटिन स्मुथिङ गरिराख्नु भएको छ र त्यो क्याराटिन स्मुथिङ गर्नको लागि जुनै पनि कपालमा गर्न सक्यो र जसले पनि गर्न सक्यो, त्यति धेरै ज्ञान जरुरी हुँदैन। त्यो चाहिँ जस्ट अन्ली प्रोटिन भएको कारणले गर्दाखेरि। तर क्याराटिन स्ट्रेट भनेको चाहिँ केमिकल भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ जसले केमिकल गर्न जान्छ उहाँहरूले मात्रै गर्ने, त्यो पनि सबैको कपालमा हुँदैन। जसले चाहिँ कलर गरिरहेको छ, हाइलाइट गरिरहेको छ, पुरानो स्ट्रेट छ, पुरानो पम्प छ, तर अब डबल फेरि कुनै केमिकल हाल्न नमिल्ने छ भने त्यतिखेर रिजेक्ट हुन्छ। तर त्यस्तो गरेको कपालको टेक्सचर चाहिँ बलियो छ भने अनि मात्रै क्याराटिन स्ट्रेट गर्न मिल्छ। यो कुराको चाहिँ मैले धेरै नै भिडियो बनाइदिइसकेको छु र धेरैजनाले चाहिँ म्याम टाइममा यस्तो भिडियो बनाइदिइराख्नु है, किनभने तपाईँले गर्दा धेरै चिज थाहा भयो। हामीले पनि कम्पनीले दिएको प्रडक्टलाई चाहिँ यो चाहिँ स्ट्रेट हुन्छ भन्नुभयो। अनि जुन चाहिँ लोसन लगाएर त्यही माथि हामीले आइरन गरेर चाहिँ गर्यौं। सुरुमा त स्ट्रेट देखियो, अनि जसको कपाल स्ट्रेट छ उसको कम्प्लेन आएन, जसको कपाल चाहिँ कर्ली छ उहाँहरूलाई गरेर पठायो। 1 हप्ता 10 दिन 15 दिनमा कम्प्लेन आउने, स्ट्रेटै बसेन, के गरिदिएको भनेर कम्प्लेन आउने। अहिले पो बुझ्दैछौँ है किन टिन पो लगाएर पठाएको रहेछौँ हामीले। त्यो चाहिँ स्ट्रेट नबस्ने रहेछ, त्यसले चाहिँ हेल्दी बनाउने चिज रहेछ, नराम्रो चिज त होइन रहेछ, त्यो पनि धेरै राम्रो चिज रहेछ। तर मान्छेले स्ट्रेट खोजेर आउँदाखेरि चाहिँ हामीले स्ट्रेटै गरिदिनु पर्ने हुँदो रहेछ। तर यसले चाहिँ प्रोटिन गर्दाखेरि केही हदसम्म चाहिँ बस्छ, तर पर्मानेन्ट बस्छ भनेर ग्यारेन्टी लिन नमिल्ने हुँदो रहेछ भनेर धेरैले बुझेर चाहिँ मलाई थ्याङ्क यू भनेर पनि फोन कल गर्नुभयो, मेसेज गर्नुभयो। मेन मेरो उद्देश्य भनेको त्यही हो। तपाईहरू पनि व्यापारी, म पनि व्यापारी। हामीले चाहिँ हाम्रो कस्टमरलाई राम्ररी क्लियरली बुझाइदियो भने त्यो आफ्नोमा आएको कस्टमरहरूले बुझ्नुभयो भने उहाँ कहीँ पनि जानुहुन्न के। तपाईँको कस्टमर मैले ल्याउने होइन, मेरो कस्टमर तपाईँ कहाँ जाँदैन। जहाँ चित्त बुझ्छ, जहाँ बुझाएर गरिदिन्छ त्यहीँ गर्ने हो नि त। त्यो भएको कारणले गर्दाखेरि अबका दिनहरूमा तपाईँहरूले कुनै पनि प्रडक्टको अप्लाई कपालमा गरेर चाहिँ त्यही माथि आइरन गर्नुहुन्छ भने त्यसलाई प्रोटिन भन्नुहोस्, होइन भने तपाईँले कुनै पनि केमिकल लगाएर चाहिँ त्यसलाई वास गरेर त्यो माथि आइरन गरिन्छ भने त्यसलाई केमिकल भनिन्छ। अनि कतिजनाको डाउट थियो नि, जुन थियो क्याराटिन स्ट्रेट र केमिकल स्ट्रेटको बारेमा नि डाउट थियो, मैले त्यो डाउट पनि धेरै भिडियोमा क्लियर गरिदिइसकेको छु। क्याराटिन स्ट्रेट गर्दाखेरि चाहिँ दुईटा नै लोसन हुन्छ भने के हुन्छ त केमिकल स्ट्रेटमा कहिले पनि दुईटा लोसन हुँदैन। एउटा चाहिँ मेन लोसन हुन्छ, अर्को न्युट्रलाइजर हुन्छ। धेरैजनालाई जानकारी पनि होला, 1 नम्बर 2 नम्बर मात्रै भनेर आउँछ, त्यो न्युट्रलाइजर हुन्छ। अनि मेन काम गर्ने भनेको 1 नम्बरको हुन्छ। तर क्याराटिन स्ट्रेटमा त दुईटैले नै मेन काम गर्छ के, फरक हुन्छ। त्यो पनि हामीले कपालको टेक्सचर हेरेर मात्र गर्न सक्छौं। जो पाए त्यहीको कपालमा केमिकल स्ट्रेट र क्याराटिन स्ट्रेट चाहिँ गर्न सक्दैन। तर क्याराटिन स्मुथिङ चाहिँ सबैजनाले गर्न सकेको कारण के हो त, यो प्रोटिन भएर। अब त धेरैजनाले बुझि पनि सक्नुभयो र अझै बुझ्नु भएको छैन भने तपाईहरूले मलाई व्हाट्सएप, भाइबर, कमेन्ट, डाइरेक्ट कल गर्न सक्नुहुन्छ है।